Hello everyone, this is me Deepa and welcome to my new vlog. अनि आज चाहिँ हामी बाहिर जाँदै छौं घुम्नलाई। यो प्लान चाहिँ 81 भयो अनि हामी चाहिँ निस्किरहेको छौं। अहिले चाहिँ कति बज्यो? अहिले हाम्रो ठ्याक्क 10 बजे छ। 10 बजेको छ। अब हामी निस्किन्छौं अनि हामी आज बेबी बस्छौं होला। बस्ने भन्दै सामान लिएर गएको छौं अनि त्यसपछि हामी उतै कतै क्याम्पिङमा बस्छौं। तर यो प्लान चाहिँ हिजो भयो 81 अनि त्यसपछि आज चाहिँ गइहालौं न भन्ने पनि भयो। काम भइरहेको थियो लगातार 5-6 दिनसम्म अनि त्यसपछि अनि गइदिनु भयो 2 दिनलाई भनेर आज जान्छौं, भोलि फर्किन्छौं अनि आज जाँदै छौं गाइज। बुढाबुढी जाँदै छौं, 2 जना मात्र गइरहेको छौं। सामान राखेर हजुर हेलो अनि गइरहेको छौं। त्यही हो गाइज हाम्रो चाहिँ 81 भएको प्लान। अनि हेलो गाइज, हामी चाहिँ बाटोमा छौं अनि त्यसपछि यहाँ गाडी चलाउँदै हुनुहुन्छ। म चाहिँ बसिरहेको छु यहाँ साइडमा। जान्छ गर्मी भइरहेछ गाइज। म त चिसो घरबाट हिँड्दा चाहिँ चिसो थियो नि त अनि त्यसपछि त पुरा होड्डे लगाएर आएको अनि त्यसपछि त बाटोमा आइसकेपछि त यस्तो गर्मी भइरहेछ गाइज। यस्तो गर्मी भइरहेछ अहिले पसिना भइसक्यो। गर्मी भयो, लास्टै घाम लागिरहेछ यस्तो बेसरी। म क्या बेला सोध्छु क्या होइन के अरे यस्तो जङ्गलको बाटो त हामी नेपालमा कति हिँड्यौँ नि त होइन। हामीलाई चाहिँ यहाँ चाहिँ कस्तो माई गड लाग्छ होइन। हाम्रो नेपालमा त्यही हाम्रै घर गाउँमै त्यस्तै हुन्थ्यो होइन। गुल्मीमा पनि त्यस्तै थियो होइन। बुटोलमा चाहिँ थिएन कि, गुल्मीमा त थियो नि त। अनि त्यसपछि तर त्यस्तोमा त अब जन्मेकै हो, हुर्केकै हो नि त होइन। अनि तर हामीलाई त्यस्तो इम्पोर्टेन्ट हुन्थेन क्या त्यति बेला होइन। भ्यालु थिएन क्या त्यति बेला। अब उही नेपालमै हुँदा पनि हामीलाई वन जङ्गलको त्यस्तो भ्यालु हुँदैन थियो क्या। जति यहाँ आइसकेपछि पनि भइरहेछ होइन। यहाँ त हल्का जङ्गल देख्यो भने ओ माई गड जङ्गल आयो भन्ने हुन्छ होइन। कति राम्रो ठाउँ यस्तो भन्ने हुन्छ होइन। त्यहाँ हुँदा त केही मतलबै हुन्थेन। त्यही जन्म्या हो, त्यही हुर्क्या हो होइन। अनि त्यसपछि तर पनि केही बालै नलाग्ने क्या, भ्यालु नै नभएको हो क्या। जे कुराको पनि छाउन्जेल भ्यालु हुँदैन भन्छ नि, सायद त्यही होला गाइज। म पनि बेलामा चाहिँ राम्रै भनिदिन्छु है। मोटिभेसनल स्टोरीहरू सुनाइरहेको हुन्छु म पनि बेला घाम लागेको। हाम्रो चाहिँ 81 प्लान भएको थियो अनि त्यसपछि के घर बसिरहनु गइदिउँ न भनेर निस्केको थियौँ खासमा चाहिँ होइन। अनि यो गाइज मलाई चाहिँ यो डाँडाकाँडाहरू देख्दा नि कसम अहिलेसम्म स्टिल नेपालको याद आउँछ बनाएर लाग्दैन। नेपालमा यस्तो थियो, नेपालमा उस्तो थियो, पुरा त्यो बादलहरू त्यो कस्तो राम्रोसँग खुलेको थियो क्या। त्यो दिन चाहिँ घाम पनि मजाले लागेको थियो। हामी जाने दिन चाहिँ मजाले घाम लागिरहेको थियो अनि बादल पनि मजाले खुलेको थियो, मौसम खुलेको थियो मजाले। तर त्यो दिन चाहिँ हामीले वेदर चेक गरेर गएको थियौँ जान चाहिँ घाम लाग्छ कि नै भनेर। अनि त्यो दिन घाम लाग्ने देखाइरहेको थियो। तर हामी राति पुगिसकेपछि चाहिँ एकदमै ठुलो पानी पर्यो। तर हामी बस्नु चाहिँ परेन, तर ठिकै भयो। जब हामी सुत्ने टाइम भयो तब चाहिँ लास्टै ठुलो पानी परिरहेको थियो। तर पनि रमाइलो भयो। पानी परे पनि पानीमा त्यो खाना बनाउनुको मजा नै छुट्टै छ नि त। फेरि त्यस्तोमा पनि रमाइलो छुट्टै इन्जोय हुन्छ पानी परेको टाइममा पनि। तर पनि ओभरअलमा एकदमै दामी भएको थियो, रमाइलो भयो। कहिलेकाहीँ घुम्न जाँदा रमाइलो पनि हुन्छ। अझ त्यो बाटो त एनी टाइम कस्तो राम्रो हुन्छ। त्यहाँको त्यो बाटोमा सिनहरू, जङ्गलको पुरै सिनहरू दामी हुन्छ। दामी भयो गाइस, दामी। हेलो गाइज, हामी चाहिँ अलमोस्ट पुग्न लागिसक्यौँ अनि अब हाम्रो भनेको 15 मिनट मात्र ड्राइभ हो। त्यसपछि हामी पुगिसक्छौँ न्यू क्यासल। त्यसपछि म हजुरहरूलाई देखाउँदै जान्छु के हुन्छ भनेर। म पनि एक्साइटेड छु गाइज। मलाई रुगा लागिरहेको छ हल्का, त्यो भएर नाकै बोली आइरहेछ होला। अनि त्यसपछि रुगा लाग्न लागिरहेछ, त्यही भएर गाइज। अनि अरू सबै ठिक छ। पानी बल्ल अहिले पानी पर्ला जस्तै भइरहेछ। पानी त नपर्यो हुन्थ्यो गाइज, किनभने आज त पानी पर्ने। हेलो एभ्रिवान, हामी चाहिँ अहिले न्यू क्यासलको केमार्ट आइसक्यौँ। बेबे न्यू क्यासलको केमार्टमा छौँ हामी। न्यू क्यासल केमार्टमा हामी यहाँ लेट्स गो।
अनि हामीलाई चाहिँ केमा जानु थियो अनि किनभने मैले सेल्फी स्ट्यान्ड लिएको थिएन अनि त्यो चाहिँ हामीलाई चाहिएको थियो अनि हामी चाहिँ त्यो लिनको लागि केमा छिरेम एकैछिन अनि केमा हामीले यहीँबाट खोज्दै हिँडेका थियौँ तर न्यू क्यासलमा पनि छ भनेपछि हामी एकैचोटि मिलाउ गएर लिने भनेर हामी उतै न्यू क्यासलकै केमामा छिरेको थियौँ सेल्फी स्ट्यान्ड लिनको लागि। हामी चाहिँ अहिले त्यही नजिक नजिक के छ त भनेर हेरिरहेको थियौँ हामीलाई पनि खास त केही आइडिया छैन नि त यहाँको अनि बोगी होल भन्ने रहेछ नजिकै कायमामा जस्तै पानी निस्किँदो रहेछ अनि त्यही हेर्न जानको लागि हामी त्यहाँदेखि चाहिँ निस्किसक्यौँ। अब हामी 6-7 मिनटमा चाहिँ त्यहाँ पुग्छौँ। ठ्याक्कै कायमामा जस्तै छ भन्ने सुन्नमा आइरहेछ खै हेरौँ ल है त त्यहीँ गएर म देखाउँछु। यस गाइज जाउने मायालाई भेटियो मायालाई भेटियो जिन्दगीको के भेटियो मूलबाटै फेरि गाईलाई चराउँदै लाली जो पाञ्जन्छ कि खाजु। गाइज मैले सेल्फी स्टिक नि ल्याएको थिएँ तर मैले हातले गराइरहेको छु किनभने गाडीमा छ मैले बिर्सेछु ल्याउनलाई। हामी हेर्न आउने मेन ठाउँ छ है अझै बारेर राखिदिएको रहेछ है यसरी सही हो यस्तो दामी दामी आउँदो रहेछ। ओ माई गुडनेस त्यहाँ चाहिँ स्विमिङ पुल छ गाइस बाबाले उहाँ स्विमिङ गरिरहेको छन् मान्छेहरू हामीलाई त स्विमिङ आउँदैन हामी गर्दैनौँ। हेलो गाइज हामी चाहिँ अब यहाँदेखि निस्किसक्यौँ अनि अब हामी चाहिँ क्याम्पिङ स्पटतिर लाग्यौँ। अब हामीलाई चाहिँ 45 मिनट लाग्छ जानलाई। हेलो हेलो बेनी रेडी हो ढोका गाइज हामी चाहिँ आज बेड हामीले रेडी गरेछौँ यता चाहिँ हामीले गरिरहेछौँ अनि हाम्रो बेड चाहिँ यो गाइज गाडीमै हामीले गाडीमै बेड मिलाएर गाडीभित्र बेड गरायौँ है टक्क लाएर जहाँ। हेलो गाइज हामी चाहिँ बसेर मासु पोलिरहेको छौँ अनि मजाले त्यहाँ राखेर गाडी त्यहाँ छ हाम्रो बेड पनि हामीले गाडीमै मिलाइसक्यौँ। हेलो हेलो रमाइलो भइरहेछ एकदम रमाइलो दामी भइरहेछ दामी यता आगो बालिरहेको छौँ यता। हेलो गुड मर्निङ अनि अहिले चाहिँ बिहान भइसक्यो गाइज म त सुतेर उठिसक्यो अहिले 8 बज्यो बिहानको बाहिर पानी परिरहेको छ यस्तो झमझम पानी परिरहेछ। हामी चाहिँ म चाहिँ भित्र गाडीमै छु पानी मजाले पानी त परिरह जे होस् मस्त।
म हजुरहरूलाई बाहिरको सिन देखाइदिन्छु है त। अनि राति चाहिँ मजाले निन्द्रा पनि लाग्यो। यस्तो छ गाइज, पानी परेर हैरान छ, हैरान तर तप्दै। हेलो गाइज, हेलो। हामी बसेको चाहिँ ऊ त्यता हो। अनि अहिले चाहिँ पानी परेर हैरान भएको छ गाइज। यहाँ उठ्दैछ त हामी देखिँदो रहेछ, देखिन त। तर पानी परेर यो पर्वो चुबुल चुबुल भइसक्यो। यहाँ हालत खराब भइसक्यो, वाक्का लागिसक्यो। कति पर्न सक्यो। हेलो, जाडो छ गाइज, जास्टै चिसो भइरहेछ। ए पर्वु सफा गर्दा गर्दा हैरान भइसक्यो म पनि। अनि के अरे अब चाहिँ हामी चाहिँ एकछिनमा निस्किनु पर्छ। 9 पनि बजिसक्यो, 9:30 भइसक्यो। 11 बजे त हामी चेकआउट गरिसक्नुपर्छ। अनि 11 बजेसम्म चाहिँ अब हामीले ब्रेकफास्ट केही बनाउनु पर्यो। पानी परेर हैरान भयो कि अरूभन्दा नि बनाउनलाई नि कस्तो झ्याउ लाएर। अनि केही बनाउने भनेर भनिराखौँ। अब चाहिँ केही ब्रेकफास्ट बनाएर अनि खाएर चाहिँ हामी निस्किनुपर्छ। 11 बजीसम्म चाहिँ हामीलाई निस्किन भनिराख। अब 11 बजी निस्केर डाइरेक्ट घरै जान्छौँ होला हामी चाहिँ। खै हेरौँ के हुन्छ, थाहा छैन। घरै जान्छौँ जस्तो लागिराख डाइरेक्ट। त्यो गाइस, यहाँ त कुकुरले, यहाँ पछाडि कुकुर छ गाइस। कुकुरहरू 2वटा कुकुरहरू छ कराएर हैरान। यो घरमा फेरि खासमा यो घरमा मान्छे नै बस्दो रहेनछ क्या। बस्नु त बस्छ होला। यो घरको जुन ओनर छ नि, यो हाम्रो क्याम्पिङको, त्यो ओनरै नआउने भने हामीले म्यासेज गरेर। अनि कुकुरले केही गर्दैन भन्छ, तर कुकुर यस्तो डेन्जर कुकुरहरू छ कि लास्टै डेन्जर छ अति नै। तर इट्स ओके गाइज, रमाइलो भइरह। हाम्रो यस्तो लाइटहरू सबै यहाँ रहेछ। हामीले त हिजो बसेनौँ नि त, यहाँ हामीलाई चाहिँ यहीँ बस्न भनिरहेको थियो। तर हामी चाहिँ यहाँ नजिकै कुकुरहरू थियो नि त, त्यही भएर त्यो टाढा लगेर बसेको थियौँ। अब अहिले त यहाँ बस्नै पर्ने अवस्था छ गाइज, किनभने पानी परिरहेछ नि त। त्यही भएर यहाँ बस्नको लागि तल रहेछ, तर लास्टै फोहोर छ त्यो निकालेरै बस्नुपर्छ। अनि जाडो पनि भयो, कति पानी परिरहेछ पर्वु। पानी त यति परिरहेछ, यति बेला घाम पनि लाग्न लागिरहेछ, तर पानी पनि परिरहेछ। के हो यस्तो अचम्म। हेलो गाइज, हामी चाहिँ निस्किसक्यौँ। अब यहाँदेखि छैन, छुट्या छैन। हामी चाहिँ निस्क्यौँ। अनि अहिले चाहिँ 12 बज्यो। हामीलाई 11 बजे चेकआउट भनेको थियो, तर हामी 1 घन्टा एक्स्ट्रा बस्यौँ। अनि यहाँ चाहिँ कोही पनि थिएन गाइजहरू, मान्छेहरू कोही पनि थिएन। त्यही भएर हामीलाई चाहिँ त्यो चाहिँ फाइदा भयो। तर सोध्न चाहिँ सोधेरै बसेको थियौँ हामी। 1 घन्टा एक्स्ट्रा बस्यौँ। रमाइलो भयो, एकदमै रमाइलो भयो। अब निस्किसक्यौँ, गाडीमै बसे आज रातभरि नै रमाइलो हुँदो रहेछ गाइज। त्यो पनि एउटा राम्रो एक्सपिरियन्स गर्न पायो हामीले, होइन बबाल? त्यही हो। यो के रहेछ गाइज, यो चाहिँ हामी न्यू क्यासलदेखि फर्किँदा हो। अनि यसको नाम थाहा हुनेले भनिदिनु होला के भन्छ यसलाई। कस्तो दामी छाता जस्तो क्या, मजाले अम्ब्रेला राखे जस्तो। हेर्दा चाहिँ ओपेरा हाउस जस्तै देखिरह, हल्का है ओपेरा जस्तै जस्तै उसमा देखिरहेछ। तर के रहेछ यसको, दामी रहेछ त। यति छिटै के घर जानु, होइन? भर्खरै 1 बजे छ।
अनि त्यही भएर अहिले चाहिँ हामी बीच बाटोमै के छ घुम्दै जाम भनेर बाटोमा फर्किँदाखेरि के छ घुम्दै जाम भनेर आइसकेको छौँ गाइज। अनि यहाँ चाहिँ बीचमा एउटा जङ्गलमा स्टापल्स लुकआउट भनेर रहेछ अनि यहाँ चाहिँ हामी पसिसक्यौँ किनभने यहाँ रमाइलो छ भनेर भनिरहेको थियो भन्न चाहिँ त्यहाँ पनि हामीलाई भनिरहेको थियो बाटोमा आउँदा एउटा ठाउँमा पस्या उनीहरूले पनि हामीलाई रिकमेन्ड गरिरहेको थियो यहाँ राम्रो छ जाऊ भनेर हामी यहाँ आइसक्यौँ। गाइज ल त्यही हो लुकआउट चाहिँ तर हामी चाहिँ बाहिर निस्किन नि सकेनौँ यस्तो चिसो छ गाइज यस्तो चिसो छ हामी भित्रबाट। त्यही हो गाइज एकदमै रमाइलो भयो अनि त्यसपछि हामी फर्क्यौँ अनि एक दिन त बस्यौँ नि त अनि त्यसपछि नेक्स्ट डे फर्क्यौँ अनि फर्किँदा चाहिँ हामी बिचमा चाहिँ खासै केही कतै पनि घुमिएन नि त अनि छिटै फर्किरहेको थियौँ 2 बजेसम्म त हामी घरमै आएको थियौँ गाइज। ओके गाइज थ्याङ्क यू सो मच फर वाचिङ गाइज। ओके बाई।